गाडी साडी नपाउने कस्तो अप्ठ्यारो लागिरहेको मलाई चाहिँ यो ठाउँमा। जाने गाडी कतिखेर आउँछ होला? ओभर स्पिड भएर साथीहरू ट्राफिकले समात्यो। सन्चै हुनुहुन्छ? नमस्ते हजुरबा। हजुरबा नमस्ते। अब यतिहरू रोक्ने भन्दा उता रोक्दैन र सिधै अब सिधै जानुपर्ने हुन्छ गोर्खा। के गरेको प्लेनै नअरेको भिडियो चाहिँ यसरी गरेर बसेछ, त्यही भएर चाहिँ देख्न पाएन। सो गाइज हामी चाहिँ पुगिसक्यौँ यहाँ कलङ्की अनि हाम्रो चाहिँ टिकट लिएर बसिसक्यौँ माइक्रोमा। अब एकछिन चाहिँ माइक्रो हिँड्छ, कतिखेर हिँड्छ। घाम पनि यस्तो भिडियो चर्को लागिरहेछ। अनि आज चाहिँ सुमण्डमा जानु लाग्यो साथीहरू। यस्तो गाह्रो भएछ साथीहरू, मलाई उल्टी आउनु लाग्छ, टाउको दुखिरहेको छ। कतिखेर पुऱ्याउने हो माइक्रोमा फेरि अलिक गाह्रो हुन्छ कि मलाई। यसै कतिखेर पुऱ्याउँछु के हुन्छ जानुपर्ने हुन्छ। गाइज खुसमा लागेको छ, घाम देखेर ढुक्क लाग्छ। अनि फेरि हाम्रो अलिक सन्चो नभएर पनि गाह्रो भएछ, त्यही हो। सो साथीहरू फाइनली चाहिँ बस हिँड्छ लगभग 1 घन्टा 1.5 घन्टापछि। हामीलाई चाहिँ एउटा दुईवटा मान्छे राख्छ, अनि त्यसपछि हिँड्छ भन्थ्यो। मान्छे चाहिँ आउँछ, हाम्रो त्यस्तो गाडी अझै गाडी हुन्छ। त्यो साथीहरू त्यस्तो गाह्रो भएको छ, जानुपर्ने हुन्छ। यहाँ जानुलाई चाहिँ लगभग 4-5 घन्टा जति लाग्छ यति जाम भएन भने। यो अब बाटो यताउति देखाउने छु। अब गाडी चाहिँ भन्दैछ, सिक्न पनि सक्छु म। तर कस्तो लागिरहेछ? मेरो गाउँ चाहिँ फर्स्ट टाइम जानु भएको म चाहिँ। गाइज म चाहिँ फर्स्ट टाइम जानु लाग्छु अनि मलाई चाहिँ एक्साइटेड पनि छु। भित्र त फर्स्ट टाइम गोर्खा जाँदैछु। हेरौँला अब कस्तो कस्तो कुरा हुन्छ। स्टे ट्युन गाइज। खासमा इमर्जेन्सी काम परेर जानु लाग्छ, त्यो पनि 1-2 दिनमा गाइज हामी चाहिँ अहिले पुगिसक्यौँ धादिङ। अनि हाम्रो चाहिँ धादिङमा चाहिँ बसेर खाऊ त्यो बस। अनि हाम्रो खाजा खानालाई चाहिँ धादिङमा रोकेको छ। अब यतिहरू रोक्ने भन्दा उता रोक्दैन र सिधै अब सिधै जानुपर्ने हुन्छ गोर्खा। अनि अब सुमनले चाहिँ खाजा खानु, मलाई चाहिँ गाइज अलिकति सन्चो छैन नि त, ज्वरोहरू पनि आएछ, त्यो भएर म खाजा खाँदिनँ। अनि सुमनले चाहिँ खानु लाग्छ। यहाँ चाहिँ नयाँ नयाँ खोलेको रहेछ नि, त्यही भएर मजाले केही पाउँदैन। त्यो चना आलु अन्डा त्यस्तै हो, त्यही खाइरहेछ सुमनले। कस्तो छ? कस्तो मैले अलिकति खान्छु ल। सुटिङ पनि यही खाएको, यहाँ पनि फेरि अलिकति दाइ पानी हुन्छ लादिनलाई। अब यहाँबाट चाहिँ नन स्टप नरोकिकन जान्छ अरे साथीहरू, त्यो गर्ने जानुपर्ने हुन्छ। मलाई त केही नखाएको। गाइज हामी चाहिँ पुगिसक्यौँ मनकामना। मैले चाहिँ भिडियो गरेको तर भिडियो चाहिँ भएन। भिडियो गरेको प्लेनै नअरेको भिडियो चाहिँ यसरी गरेर बसेछ, त्यही भएर चाहिँ देख्न पाएन। तर हामीले मनकामना पुगिसक्यौँ। अघि हामी कट्टा लाग्छ होइन, जिल्ला थाहा छ खानु गर्ने हो। सबै जिल्ला थाहा छ होइन। गाइज गीत बजिरहेको छ, त्यही भएर मैले भिडियो बनाउनै सकिरहेको छैन कि नन स्टप गाडीमा हामी भिडियो बनाउँदैन ल। अहिले लागि यस्किने गाइज सेटिङ हेर्दै गर्नु। साथीहरू झन् ढिला भइरहेको बेलामा गाडी चेक आने चेक। ओभर स्पिड भएर साथीहरू ट्राफिकले समात्यो। हामी चाहिँ पुग्न आँटिसक्यो। मात्र कति 10 मिनट छ होला अब साथीहरू। ए मलाई के थाहा, त्यस्तै 5-10 मिनट जति भन्नुभएको थियो मम्मीले। 10 मिनटको बिचमा गाडी फेरि चेक गर्ने। दिमाग खराब, झन् ढिला भएर गऱ्यौँ मोर्नु आँट्यो। फेरि हामी झालको सिट पनि होइन क्या, झालको सिट पनि होइन हामी, त्यही भएर गऱ्यौँ भएको छ। साथीहरू बाबा बाइक छ, नयाँ पुलमा जानुपर्ने हुन्छ हामी चाहिँ। गाइज हामी चाहिँ फाइनली आइपुग्यौँ नयाँ पुलमा। अनि यहाँ चाहिँ गाडी रहेनछ, मम्मीले यहाँबाट गाडी लाग्छ भन्नुभएको थियो। हामीले चाहिँ गाडी देखेनौँ, लाग्छ होला एकछिनपछि, कति थाहा हुन्छ। उता सुरले आइज
त्यहाँ सोध्नुपर्ने हुन्छ। त्यहाँ मलाई थाहा छैन कि म कति अस्ति त आएको हो, तर म कस्तो चेन्ज जस्तो लागिरहेको छ कि पुरै म कति पछि आएको भएर। के खै के खाजा पाउँछ गाइस। भात नखाएर एकदम भोक लाग्यो, त्यहाँ राम्रो खाजा नि भेटेन, त्यही भएर सोध्न खाजाहरू पाउँछ नि। त्यही हो के सोध्ने होइन। खाजाहरू सबै पाउँछ। बफ मोमो पाउँछ नै म खान्न। कति टाइम लाग्छ? लाग्दैन यहाँ उता मुलाबारी जाने गाडी कतिखेर आउँछ होला थाहा छ तपाईँलाई? उता मुलाबारी आउने कति बजी हो? मुलाबारीको गाडी यहाँ बस्नु नि त, भित्र बस्नु। सुमन चाहिँ मोमो खान्छ साथीहरू, मलाई चाहिँ के पनि खान मन लागेको छैन अहिले चाहिँ। साथीहरू हामी चाहिँ खाजाहरू खाएर बसेको, गाडी आउला भनेको खोइलसम्म आएन, भर्खर हिँड्न लाग्छ अरे। अब कतिखेर आउँछ थाहा छैन। यहाँदेखि जानुपर्ने हुन्छ उता कति टाइम लाग्छ होला, लगभग आधी घन्टा 1 घन्टा जति लाग्छ कि मलाई मजाले याद पनि छैन कति टाइम लाग्छ। सिट चाहिँ पाउँछै पाउँदैन, त्यो पनि रिजर्भ गाडी अरे। यहाँ आउने लास्ट गाडी जति सबै सकिसक्यो अरे, अनि अब आउने चाहिँ रिजर्भ गाडी अरे। अनि हामी चाहिँ यहाँ अरू पनि मान्छेहरू छन् क्या, यहाँ 3 जना जति रहेछन्। हामी भएकै ठाउँमा पुग्ने, अनि त्यसपछि चाहिँ हामी 2 जना मात्रै नलग्ने भनेको थियो अरे। अनि पछि 5 जना छौँ भनेको, त्यही भएर अब लग्छ जस्तो कुरा छ। आउँदैछ है गाडी, वेट गरेर साथीहरू। पेट पनि गडबड छ, टाउको पनि अलिक सन्चो छैन, गाह्रो भएर छ एकदम। त्यही साथीहरू कस्तो फिल भएको छ तिमीलाई? यस्तो गाडी साडी नपाउने कस्तो अप्ठ्यारो लागिरहेको मलाई चाहिँ यो ठाउँमा। बिकज आफू बसेको ठाउँमा चाहिँ जति बेला नि गाडी हिँड्ने, गाडी नभए अटो हिँड्ने, अटो नभए साथीहरूलाई एकछिन बाइक ल्याएर हिँड भन्ने टाइपको ठाउँ थियो होइन। यहाँ चाहिँ गाडी पाउन नि मुस्किल गाइज। अहिले हामी लास्ट गाडी पनि छुटेको थियो, अरूकाले रिजर्भ गाडी बोकेको भएर उनीहरूसँग जान मिल्ने भइरहेको छ। सो त्यो पनि ठिकै छ, जानुपर्छ अब। ल गाइज हामी चाहिँ बसिसक्यौँ, अनि गाडी चाहिँ आइसक्यो। यही चाहिँ अब लास्ट गाडी भनौँ कि कस्तो भनौँ, रिजर्भको गाडी रे। अनि हामीलाई चाहिँ यसमा बसाएर लग्दै हुनुहुन्छ। गाडी चाहिँ हाम्रो पुरानो बोलेरो गाइज। अब चाहिँ जानुपर्ने हुन्छ, धेरै टाइम वेट गरिसकेपछि आयो गाडी। कति बजी भने 7:30 7:15 भइसक्यो। 7:15 भइसक्यो गाइज साँझको। अब कति बजी पुगिन्छ उता गाइज? हामी चाहिँ यस्तो गाडीमा जान लागेको छौँ। अनि यस्तो गाडीमा त म अस्ति पहाड जाँदा चाहिँ बहिनीको बिहेमा जाँदा चाहिँ म यस्तो गाडीमा गएको थिएँ गाइज। यस्तो गाडीमा अब हुन त ठिकै हुन्छ, तर बाटो टाढा भने चाहिँ धेरै गाह्रो हुन्छ। त्यही पनि राम्रो छ गाडी। यसै गाडीमा जानुपर्ने हुन्छ गाइज। सो गाइज अब फाइनल्ली चाहिँ हामी पुग्यौँ हाम्रो मामा घर। कति बज्यो है? धेरै ढिलो भयो क्या, भइसक्यो 8 बजिसक्यो साथीहरू। यतिखेर हामी पुग्यौँ। अनि हामीले चाहिँ यहाँ म मिलाएर माइती चाहिँ हामीलाई लिन आउनु भयो। होइन पालि हाम्रो गाडीमा चढ्नु भयो हो, पैसा नतिरिकन। मामा नमस्ते मामा। नमस्ते मामा, सन्चै हुनुहुन्छ? ए म ब्याग कसले देख्छु त। हजुरबा सन्चै हुनुहुन्छ? नमस्ते हजुरबा। हजुरबा नमस्ते, सन्चै हुनुहुन्छ? तामाङ बोल्छ दबाई भएर मारिदिउँ। के छ हालखबर अभिरा? ठिक छ। खै छ गाइस चाहिँ लाइन गएको रहेछ भित्र सुतिसक्नु। त्यही भएर केलाई म देखाइदिन्छु माइतीको रुम होम टुर गराइदिउँ। ए बवाल छ माइतीको रुम हो र? पंखा चाहिँ हेर्नु मम्मी समात्न के समात्नु हो? गाह्रो भयो। अर्चना कहाँ गयो लुरी? त्यही त अर्चनाहरू कस्तो नआएको, बत्ती किन नआएको भयो? उतातिर आइरहेको थियो के बत्ती हो त त्यस्तो? ल कहिलेसम्म आउँदैन त? पानी खानु कस्तो पानी माइती पानी खानु।
के देख्दिन त म त उहाँलाई अब पानी भित्र कता हजुर भन है किन एमसीबी फेरि चालु गरिराखेको फोनमा पानी हान्छु कि म ए आइस पानी किन हान्यो विपना के छ हालखबर विपना त कत्रो भएको हो कि कसलाई विश्वास कहाँ हो हामी ओहो ल यिनीहरूलाई ह्याप्पी गुड नाइट भइसकेको छ साथीहरू थोते थोते कहाँ गयो थोते हाँस्या हाँ ओइ खै हेलो गोर्खा ओइ थोते थोत ए त दाँत खै दाँत देखेको तेरो को अर्को विश्वास सान कतै ओइ सान कतै यता यिनीहरू सुतेका साथीहरू यति छिटो सान कतै सबजना लम्पसा राममा हो यिनीहरू विपना हाँस्छ ओइ ओइ डाम्ना कहाँ गयो ओइ डाम्नाको साथी ओइ डाम्नु हेर हेर के छ विपना के छ कत्रो भएको यहाँ म त ढल्छु क्या यिनीहरूको हाइट देखेर यहाँमा मलाई पनि अलिकति हाइट दियो न ल साथीहरू यहाँ चाहिँ लाइन गएको रहेछ फाइनली चाहिँ हामी मामा घर आइपुग्यौँ अनि हामी के कामले आएको होला म पनि तपाईँ भनिदिनु त के कामले हामीले तपाईँलाई इमर्जेन्सी बोलाएर यत्रो पैसा खर्च गरेर गाडीले ठगेर हामीलाई माइक्रोमा 2टा सिटमा 4जना कि 5जना बसिरहेको हामीहरू झ्यालै छैन झ्याल नभएको सिटमा त नि नहर्लिन झ्याम ल भन्नु मम्मी हामीलाई किन यति हतार हतार बोलाउनु भयो यस्तो दुःख किलाई दिनुभयो बहिनीको जन्मदर त सक्कली जन्मदर त ल्याउन बिर्सिएर नि यति ठुलो काम गर्नु भए बहिनीको नाइट त बनाउनु आउनु भएको जन्मदर्ताले ल्याउनु बिर्सिनु भएछ फोटोकपी ल्याउनु भएछ त्यही भएर साथीहरू त्यही हो कुराहरू चाहिँ मैले पछि भन्छु भनेको कुरा चाहिँ त्यही हो भोलि चाहिँ गोर्खा जानुपर्ने हुन्छ अब रेस्ट गर्नुपर्ने हुन्छ बस यस्तो गर्मी छ कि लाइन गएको फेरि यहाँ सबैको मोबाइल स्विच अफ गरेर ए कस्तो दामी भएछ त्यो साथीहरू हामी मम्मीहरू चाहिँ खासमा बहिनीको नाइट त बनाउनु आउनु भएको थियो अनि त्यसपछि अनि जन्मदत्ता ल्याउनु भयो तर फोटोकपी चाहिँ ल्याउनु भएछ ओरिजिनल चाहिन्थ्यो अरे त्यही चाहिँ हामी पुरानो आएको जब त्यो एउटा उसको लागि माथिदेखि यति काठमाडौँदेखि गोर्खा आइपुग्यो मेरो पनि काम बन्ने भयो भन्न त परिचय पत्र बनाउनु पर्यो नि त त्यो खोइ त नाइट त बिर्सेक्यो यस्तो पागल केटी छ क्या 3-4 चोटि भनेर 3-4 चोटि फोन पागल हो निस्किने बेला नि पागल हो पागल हो नि त त्यही बन्छ क्या परिचय पत्र त नाइट त ल्यायो भने ब्याग खाली छैन क्या च्यातिन्छ त्यही बन्छ भनिहाल्छ सुमनको त्यही बनायो काठमाडौँमा जाउँ भित्र आएको बेलामा एकैचोटि बन्द थिएन त नि होस् अब त्यही हो साथीहरू अब हाम्रो घर चाहिँ यही हो म तपाईँलाई भोलि होम टुर गराउँछु मामा घर हजुरलाई ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नबिल्नु होला ल अनि हाम्रो मोटी माइजू के छ हालखबर माइजू त्यहाँ दुईटा सोच्नु होला त्यो हाम्रो एउटै माइजू है साथीहरू एकजनै हुनुहुन्छ त 2जना सोच्नुमा होला तपाईँहरूले को त हामीलाई छोडेर आउने बडीगार्डलाई चिन्न छोड्यो क्या यसलाई यहीँ छोडेर जाने मम्मी अब
ल साथीहरू अब भ्लग चाहिँ यहीँ इन गर्नुपर्ने हुन्छ तपाईँहरूलाई कसलाई कमेन्ट गर्नु होला भेट्ने सरको भिडियोमा तब आफ्नो ख्याल गर्नु होला स्वस्थ रहनु होला बाई बाई टेक केयर